फिल्म सोनिया नामकी एक महिलालाई देखाउँदै सुरु हुन्छ जसलाई एउटा निकै नराम्रो सपना आउँछ र त्यसै डरले उसको आँखा खुल्छ। सोनिया आफ्ना श्रीमान र छोरी भायोलेटसँग यहाँ बस्छे। उनीहरूको घर शहरदेखि निकै टाढा जङ्गलको बीचमा रहेको हुन्छ। यही कारणले सोनियालाई यहाँ प्राय डर लाग्थ्यो किनकि उसका श्रीमान डाक्टर थिए। उनी आफ्नो काममा निस्कन्थे र भायोलेट स्कुल जान्थे। त्यसपछि घरमा उसलाई एक्लै बस्नु पर्थ्यो र त्यो एक्लोपन उसलाई भित्रभित्रै खाइरहेको थियो। जस्तै हरेक दिन आज पनि ऊ आफ्नो छोरीलाई स्कुल पुर्याएर घर फर्किन्छे र त्यहाँ एक्लै बस्छे। त्यसकारण ऊ निकै असन्तुलित र तनावग्रस्त देखिन्थे। साँझपख वायलेट र उसका बुवा घर फर्कन्छन्। यहाँ हामी देख्छौँ कि श्रीमान घरमा भए पनि सोनिया अझै दूरी महसुस गर्दैछ किनभने उसको श्रीमान कहिले उसलाई समय दिँदैन, सधैँ व्यस्त रहन्छ, जसबाट बुझिन्छ कि उनीहरूको सम्बन्ध ठिक छैन। यी सबै कुराले सोनियाको मानसिक अवस्थामाथि गहिरो असर पारिरहेको थियो। त्यसपछि हामी देख्छौँ भायोलेट टिभीमा स्नो वाइट हेर्दैछ। त्यसमा त्यो दृश्य चलिरहेको हुन्छ जब जादुगर्नी चुडेल स्नो वाइटलाई जबरजस्ती बीज भएको स्याउ खान लगाइरहेकी हुन्छे। खाना खाइसकेपछि सोनिया भायोलेटलाई सुताउन लैजान्छे। त्यतिखेर भायोलेट भन्छे, म चाहन्छु इभा आज रात मसँग सुतोस्। तर सोनियालाई थाहा नै हुँदैन इभा को हो। त्यसपछि भायोलेट बताउँछे, इभा त मेरो ओछ्यानमुनि पर्ने गुड्डी हो। जब सोनिया ओछ्यानमुनि हेर्छे उसलाई साँच्चै एउटा गुड्डी भेटिन्छ। त्यही गुड्डी जसलाई केही समय अघि एउटी महिलाले दिएको थियो। यो सुनेर सोनिया भन्छे, अजनबीहरूबाट कुनै उपहार लिनु हुँदैन भनेर ऊ त्यो गुड्डी आफ्नै साथ लगेर जान्छे। अब सोनियाकी आमा उनलाई हेर्दै बुझ्छिन् कि ऊ यहाँ खुसी छैन। जब सोनियाले आमालाई भन्छे, मलाई यस्तो लाग्छ यो घरमा केही धेरै नराम्रो छ, त्यसमा आमाले उसलाई सान्त्वना दिँदै भन्छिन्, सब ठिक हुन्छ, चिन्ता गर्नुपर्ने केही छैन। त्यसपछि सोनियालाई उदास देखेर उसका श्रीमान सोध्छन्, के भयो, के कुरा छ जसले तिमीलाई यसरी बिगारिरहेको छ, मलाई भन्न सक्छौ। तर सोनियाले केही पनि बताउँदिनन् र बरु उसमाथि रिसाउँछे। जब ऊ नुहाउँदै थिई उसलाई फेरि एउटा सपना आउँछ। त्यो सपनामा ऊ फूलहरूले ढाकिएको खुला ठाउँमा थिई। त्यसैबीच रेडियोमा केही बच्चाहरू हराएका छन् भन्ने समाचार बजिरहेको हुन्छ। भोलिपल्ट ऊ आफ्नो छोरीलाई स्कुल पठाएर घर फर्किरहेकी हुन्छे। बाटोमा भायोलेट सोध्छे, मम्मी मरेपछि के हुन्छ? सोनियाले तुरन्त सोध्छे, तिमी यस्तो किन सोधिरहेकी छौ? भायोलेट भन्छे, हाम्रो क्लासमा एउटी केटीले भनिरहेकी थिई मानिसहरू बोट बिरुवा जस्तै मर्छन्, माटोभित्र गाडिन्छन् र कहिले फर्केर आउँदैनन्। यो सुनेर सोनियाले भन्छे, यस्ता कुरा सोच्नु हुँदैन, न अजनबीहरूसँग कुरा गर्नु। अर्को दिन ऊ फेरि घरमा एक्लै रहन्छे। त्यतिकैमा ढोका ढकढक्याउने आवाज आउँछ। जब ऊ बाहिर जान्छे एउटी अजीब महिला फलको टोकरी बोकेर आइरहेकी हुन्छे। ऊ भन्छे, मेरो बगैँचामा फल धेरै झर्यो त्यसैले केही ल्याएको हुँ र आफूलाई सोनियाकी छिमेकी भनेर परिचय दिन्छे। तर सोनियाले ती फलहरू लिन अस्वीकार गर्छे। त्यसमा ती महिलाले उसलाई सराप्दै भन्छे, ये फलहरू तेरा बच्चालाई राम्रो बनाउँथे, स्वस्थ राख्थे, लामो उमेर दिन्थे, तर ती चाहन्नौ कि तेरा बच्चा बाँचोस्, ती तिनीहरूलाई मार्न चाहन्छौ। अचानक त्यो महिलाको अनुहार र हाउभाव पूर्ण रूपले बदलिन्छ। ऊ एक डरलाग्दो बुढीमा परिणत हुन्छे। यो देखेर सोनिया ढोका बन्द गर्छे। अब यदि हामी त्यो महिलालाई ध्यानले हेरौँ भने ऊ ठिक स्नो वाइटको जादुगर्नी जस्तै देखिन्थे। फेरि दृश्य परिवर्तन हुन्छ र हामी सोनियाको बाल्यकाल देख्छौँ। उसका बुवा एउटा फार्म चलाउँथे र सोनिया त्यहाँ बस्दै चित्र कोरिरहेकी हुन्छे। उसको चित्रमा एउटा हत्यारा उसको नजिक उभिएको हुन्छ। यो देखेर उसका बुवा रिसाउँछन्। निश्चय ऊ बच्चा बेलामा केही यस्तो देखेकी थिई जसले मनमा गहिरो छाप छोडेको थियो। यहाँ हामी देख्छौँ कि उसका बुवा असल मानिस थिएनन्। उमाथि हिंसा गर्थे, कुटपिट गर्थे, अत्यन्त निर्दयी व्यक्ति थिए। सधैँ सोनियालाई फार्ममा काम गर्न बाध्य पार्थे। फेरि दृश्य वर्तमानमा फर्कन्छ। सोनिया आमासँग भेट्छे। उसकी आमा भन्छन्, मलाई माफ गर, म जान्दै थिएँ कि तेरा बुबा निर्दयी थिए तर मैले छोडिनँ। त्यही कारणले दुवैले आफ्नै बाल्यकाल र युवा अवस्था निकै दुःख र पीडामा बिताए। त्यसपछि सोनियालाई फेरि उही सपना आउँछ। फूलहरूले ढाकिएको ठाउँमा ऊ र भायोलेट पतङ्ग उडाइरहेका छन्। छोरी भायोलेटलाई क्याफेमा लिएर जान्छे। त्यहाँ बस्दा ऊ टिभीमा बच्चाहरू हराइरहेका छन् भन्ने समाचार देख्छे। त्यो क्षणदेखि नै उसलाई वरिपरि अजीब र डरलाग्दा कुरा महसुस हुन थाल्छन्। उसलाई अनेकौं भ्रम हेलुसिनेसन्स हुन थाल्छन्। यस्ता कुराहरू जुन वास्तवमै हुँदैनन् तर उसको दिमागमा स्पष्ट देखिन्छन्। उसका वरिपरिका वस्तुहरू
कालो सेतो ब्ल्याक एन्ड व्हाइट हुन थाल्छन्। पुराना सिनेमा जस्ता दृश्यहरू चल्न थाल्छन्। त्यही बीच वायोलेट पनि अचानक हराउँछे। सोनिया त्यसलाई खोज्दै बाहिर दौडिन्छे। त्यहाँ ऊ एउटा आइसक्रिम भ्यान देख्छे र एउटा मानिस बच्चाहरूलाई काटिएका औँलाहरू खुवाइरहेको दृश्य देख्छे र त्यही ठाउँमा वायोलेट पनि देखिन्छे। तर यो सबै उसको भ्रम मात्र हुन्छ। रात पर्नासाथ उनीहरू घरमा फर्किन्छन्। वायोलेट टिभी हेर्दै हुन्छे। सोनिया उसको नजिक पुग्छे र भावुक स्वरमा भन्छे, जे भए पनि म तिमीलाई केही हुन दिदिन। अर्को दिन सोनियाको श्रीमान दुबईलाई माछा मार्न लैजान्छन्। तर हामी देख्छौं वायोलेट आफ्नो बुवासँग खासै नजिक छैन। त्यहाँ ऊ आफ्नो आमाको विवाहको चित्र बनाउँछे। घर फर्किएपछि वायोलेट आफ्नो आमालाई एउटा चित्र देखाउँछे। त्यो चित्र अलिक डरलाग्दो र अनौठो हुन्छ। त्यससँगै वायोलेटसँग एउटा जादुगर्नीको गुड्डी पनि हुन्छ। ठिक त्यही गुड्डी जसले पहिले फल ल्याएकी महिलाको जस्तो देखिन्छ। यो सुनेर सोनियाले बुझ्छे कि यो त उही दिनको महिलाको कुरा गर्दैछे। अब अर्को बिहान सोनिया छोरीलाई स्कुल लैजाने क्रममा बाटो छेउमा बसेको एउटा चित्रकार देख्छे जो प्राय त्यही ठाउँमा बस्ने गर्थ्यो। त्यो चित्रकार उसलाई बोलाउँछ र जबरजस्ती आफ्नो चित्र देख्न आग्रह गर्छ। जब ऊ त्यो चित्र हेर्छे त्यहाँ ती सबै बच्चाहरूको तस्विर हुन्छ जो हराएका थिए। यो देखेर ऊ अत्यन्त डराउँछे। त्यो चित्रकार अचानक भूतमा परिणत हुन्छ र डरले सोनिया वायोलेटलाई लिएर त्यहाँबाट भाग्छे। तर केही क्षणमै सबै सामान्य हुन्छ। यस्तो लाग्छ उसको एक्लोपनले उसलाई पागल बन्दै लगेको छ। अर्थात् उसको मानसिक अवस्था अब बिल्कुल सही छैन। घर फर्किएपछि उसका श्रीमान उसलाई हेरेर बुझ्छन् कि फेरि उसमा केही समस्या आएको छ। उनी सोध्छन्, के भयो? म के गरौँ जसले तिमी फेरि मसँग प्रेम गर्न थालौ? सोनिया भन्छे, म तिमीलाई धेरै माया गर्छु र उसलाई काखमा अँगालो हाल्छे। त्यसबेला सोनियालाई फेरि फ्ल्यासब्याक आउँछ। बाल्यकालको त्यो समय जब उसका बुवाले उसलाई फार्ममा काम गर्न बाध्य पार्थे। उसलाई खान पनि नदिई पीडामा राख्थे। एक दिन उसका बुवाले चक्कुले एउटा बाख्रा मारे बलि दिनका लागि। सोनियाले यो सब देखेपछि डरले भाग्छे तर उसका बुवाले उसलाई समाउँछन्। दृश्य फेरि वर्तमानमा फर्किन्छ। फेरि त्यही पुरानै दिनचर्या। श्रीमान काममा जान्छन्, वायोलेट स्कुल जान्छे र सोनिया घरमा एक्लै बस्छे। त्यसै बेला ढोका बज्छ। एउटा मानिस भन्छ, म घरको फिटिङ जाँच्न आएको हुँ। सोनिया उसलाई भित्र आउन दिन्छे। जब ऊ भान्साको सिङ्क जाँच्दै थियो उसले भित्रबाट एउटा क्यामेरा भेट्छ। त्यो क्यामेरा वायोलेटको थियो जुन सोनियाले छोरीलाई उसको 10औं जन्मदिनमा उपहार दिएको थियो। तर यो यहाँ कसरी आयो? यही सबैभन्दा ठूलो प्रश्न थियो। राति उसका श्रीमान फर्किएपछि सोनियाले सबै कुरा बताउन खोज्छे तर कुरा अधुरै रहन्छ। जब ऊ क्यामेरा लिन जान्छे त्यो क्यामेरा अचानक हराइसकेको हुन्छ। सोनिया त्यसको दोष आफ्नै श्रीमानमाथि लगाउँछे। यो सबै तिमीले गरेको हौ, क्यामेरा पनि तिमीले लिएको हौ। उसका श्रीमान भन्छन्, यो तिम्रो दिमागको कारणले हो, यस्तो केही छैन। तर सोनिया नियन्त्रण गुमाउँछे। जोड-जोडले वायोलेटलाई बोलाउन थाल्छे। उसका श्रीमानले रोक्ने प्रयास गर्छ तर सोनियाको आँखामा ऊ कुनै डेमन शैतान झैं देखिन थाल्छ। त्यसपछि अर्को फ्ल्यासब्याक आउँछ। जब सोनियाका बुवाले उसलाई समाएका थिए उनी एउटा बाख्राको खोपडी ल्याउँछन् र देखाउँदै भन्छन्, यो सामान्य खोपडी होइन, यसको भित्र एउटा डेमन बस्छ। आज रात डेमनले नै निर्णय गर्नेछ तिमी यहाँबाट जाने कि सधैँका लागि यहीँ रहने। यो सब डर देखाएर उनले बच्चीलाई त्रसित पारेका थिए। वास्तवमा त्यस्तो केही थिएन तर बच्चाको मनमा बसेको डर कहिल्यै हराउँदैन। यही डर सोनियामा ठूलो भएपछि पनि बाँकी रह्यो। त्यसैले अहिले पनि ऊ त्यही डेमन देख्दै थिइन्। अतीतमा उसका बुवाले त्यो खोपडी त्यहीँ टाँगिदिन्छन् र सोनियालाई एक्लै त्यहाँ छोडिदिन्छन्। ऊ निकै डराउँछे र मनको डर नै उसको लागि वास्तविक भय बन्न थाल्छ। त्यसपछि दृश्य फेरि वर्तमानमा फर्किन्छ। सोनिया आफ्नी छोरी वायोलेटलाई खोज्दै चिर्याउँदै हुन्छे तर वायोलेट आउँदिन। त्यसपछि उसका श्रीमान अचम्मको कुरा भन्छन्, वायोलेटलाई बिर्छ
किनकि ऊ मरेकी छे, ऊ कहिल्यै फर्केर आउँदिन। यसबाट खुल्छ सुरुमा हामीले देखिरहेको सबै कुरा सोनियाको दिमागको खेल मात्र थियो। वास्तवमा भायोलेट त्यहाँ थिई नै। ऊ पहिल्यै हराइसकेकी थिइन्। स्कुल जानु, आमासँग कुरा गर्नु, यी सबै सोनियाको कल्पना मात्र थिए। उसका बनाइएका दृश्य, उसको दिमागले बनाएको संसार। अब सबै कुरा जोडिँदै जान्छ। स्नो वाइटको जादुगर्नी, गुड्डी, आइसक्रिम भ्यान, यी सबै प्रतीक मात्र थिए उसको अपराध बोध र मानसिक भ्रमका टुक्रा। सोनिया बिस्तारै जंगलतिर हिँडिरहेकी हुन्छे। हातमा टर्च लिएर ऊ हरेक पाइलामा डराउँदैछे। उसले बारम्बार बोलाउँछे, भायोलेट, भायोलेट, तिमी कहाँ छौ? जवाफ देऊ न। तर जंगल पुरै निस्तब्ध छ। केवल हावा र पातको आवाज मात्र सुनिन्छ। थप अगाडि बढ्दा ऊ एउटा पुरानो, भग्न घर देख्छे। ठ्याक्कै त्यही घर जुन ऊ आफ्नो सपनामा बारम्बार देख्थे। उसले ढोका खोल्छे। चर आवाज आउँछ। भित्र धुलो, कुहिएको गन्ध र हावाको चिसोपन छ। कोठाको कुनामा एउटा सानो बाकस देखिन्छ। ऊ त्यो खोल्छे। भित्र ससानो बच्चाहरूका कपडा, खेलौनाहरू र केही नामको ट्यागहरू छन्। हरेक ट्यागमा एउटै नाम लेखिएको हुन्छ, इभा। सोनिया अचम्ममा परेर फुसफुसाउँछे, यो त मेरो छोरीले भनिरहेकी गुड्डीको नाम हो। अचानक ढोका आफै बन्द हुन्छ र बत्ती निप्छे। चिसो हावा चल्छ र हावासँग एउटा आवाज आउँछ, तिमी आखिर फर्किनौ। सोनियाको सास अड्किन्छ। ऊ सोध्छे, को हो तिमी? मलाई के चाहिन्छ तिमीलाई? त्यो आवाज फेरि स्पष्ट सुन्छे, तिमीले तिनलाई छोड्यौ, अब तिनीहरूले तिमीलाई कहिले छोड्ने छैनन्। त्यसपछि कोठाको बीचमा एक नानी प्रकट हुन्छे। त्यो नै इभा, ठिक उही अनुहार जसलाई ऊ सपनामा देखिरहेकी थिए। इभाले मुस्कुराउँदै भन्छे, म इभा हुँ र म कहिले मरेकी थिइन, तिमीले मलाई मारेकी थियौ। सोनिया काप्दै रुन थाल्छे, नहीं, त्यो म होइन, त्यो त मेरो बुवा थियो। तर इभा चिच्याउँछे, तर तिमीले केही पनि गरेकी थिएनौ, तिमीले केवल हेरेकी थियौ जब म मर्दै थिएँ। अब हावाको गति बढ्छ। फर्निचर आफै हल्लिन थाल्छ। झ्याल फुट्छ र सबैतिरबाट फूलहरू जमिनबाट उम्लिन थाल्छन् र ती फूलहरू रगतै जस्ता रातो हुन्छन्। त्यस बीचमा बच्चाहरूका छायाहरू कोठाको कुना-कुनाबाट देखिन थाल्छन्। हरेक छाया एउटा हराएको बच्चा हो। उनीहरू सबै सोनियातिर आउँदैछन्। उनीहरूको आँखामा क्रोध र पीडा दुवै छन्। इभाले भन्छे, हामी सबै यहाँ तिम्रो कारण छौं। तिमीले आफ्नो पीडा, आफ्नो डर, आफ्नो अतीत कहिले छोडिनौ। सोनिया घोडामा लडेर रुन थाल्छे, प्लिज मेरो छोरीलाई फर्काइदेऊ, म जुनसुकै गल्ती भए पनि स्वीकार गर्छु। त्यो बखत कोठाको भित्तामा एउटा ढोका आफै खुल्छ र त्यस ढोकाभित्र उज्यालो देखिन्छ। त्यहाँ भायोलेट उभिएकी हुन्छे, उसको अनुहार उज्यालोले चम्किएको। सोनिया दौडेर उसको नजिक पुग्छे र उसलाई अँगालो हाल्छे। इभा मुस्कुराउँदै भन्छे, अब तिमी बुझ्यौ, डर केवल तब मर्छ जब तिमी माफी माग्न सिक्छौ। फूलहरू ओइलिन थाल्छन्, बच्चाहरूका छायाहरू हराउँछन् र घरको चिसो वातावरण बिस्तारै तातो बन्न थाल्छ। सोनिया र भायोलेट बिस्तारै घर फर्कन्छन्। पहिलो पटक उसलाई लाग्छ मनभित्रको डर हराएको छ। तर जब ऊ ढोका बन्द गर्छे, परकतैबाट फेरि फुसफुस्याउने आवाज आउँछ, हामी अझै यहाँ छौं। र त्यसपछि पर्दा कालो हुन्छ। रात बितिसकेको हुन्छ। बिहानको घाम खिड्कीबाट पस्दै सोनियाको अनुहारमा पर्छ। ऊ सुतेकी जस्तै देखिन्छे, तर आँखामा आँसुका दागहरू छन्। भायोलेट उसको छेउमा शान्त छे, जस्तो केही पनि भएको थिएन। तर जब सोनिया उठ्छे र ऐनामा हेर्छे, उसले देख्छे आफ्नो घाँटीमा सानो नीलो डाम छ, जस्तो कसैले हातले समातेको हो। अचानक उसको शरीरमा ठण्डा लहर दौडिन्छ। ऊ सम्झिन्छे त्यो रात सपना होइन, वास्तविक घटना थियो। अब ऊ त्यो पुरानो घरमा फिर्ता जान्छे, यसपटक न डरले न भाग्ने सोचले, तर सत्य पत्ता लगाउने दृढतासँग। घरभित्र गएपछि ऊ तलको कोठातर्फ जान्छे, जहाँ पहिले इभा देखिएकी थिइन्। त्यहाँ ऊ भित्तामा लोकेको एउटा सानो ढोका फेला पार्छे। खोल्दा भित्र पुराना काठका बाकसहरू, रगतको दाग र केही पुराना फोटाहरू देखिन्छन्। फोटाहरूमा ऊ आफ्नै बुबालाई देख्छे र साथमा एउटा सानो केटी इभा। त्यो फोटोको पछाडि लेखिएको हुन्छ, माफ गर छोरी। सोनियाको सास अड्किन्छ। ऊ बिस्तारै सम्झिन्छे, जब ऊ सानी थिए,
उसका बुबाले इवालाई फार्ममा लगेका थिए। इवा एउटा अनाथ बच्चा थिइन् जसलाई उनीहरूले कामदारको रूपमा ल्याएका थिए। तर जब बुबाको निर्दयपनले इवाको ज्यान लियो, सानी सोन्याले त्यो सबै देखेकी थिइन् र चुप लागेकी थिइन्। त्यो नै इवाको आत्मा हो जसले वर्षौंसम्म बदला लिन खोजिरहेकी थिइन्, तर बदला होइन, माफी खोज्दै। सोन्याले आँसु बगाउँदै त्यो पुरानो बाकस खोल्छे र भित्रको सुक्खा फूलहरू जमिनमा राख्छे। इवा ऊ फुसफुसाउँछे, मलाई माफ गर, म डराएकी थिएँ, तर अब म भाग्दिन। त्यो क्षण कोठाभित्र उज्यालो फैलिन्छ, हावा शान्त हुन्छ र फूलहरू हरियाली भएर चम्किन्छन्, जस्तो कुनै श्राप टुटेको हो। अचानक ऊ आफ्नो छोरी वायलेटको आवाज सुन्छे, मम्मी, अब हामी घर जान सक्छौँ? सोमियाले मुस्कुराउँछे, उसको हात समाउँछे र भन्छे, हो, अब हामी सधैँको लागि स्वतन्त्र छौँ। ऊ र वायलेट जङ्गलको बाटो हुँदै घर फर्किन्छन्, तर अन्तिम शटमा क्यामेरा फेरि पुरानो घरतिर फर्किन्छ। त्यहाँ झ्यालको भित्रबाट एक सानो केटीको हाँसो सुनिन्छ, हामी अझै यहाँ छौँ। र त्यसपछि पर्दा कालो हुन्छ।